ओम ब्रह्म जज्ञानम ओम ब्रह्मणे नमः पाद्यम अर्घम आत्मने गण विष्णु सबै अर्घ पनि चढाउने कसले ओम ब्रह्मणे नमः तात विष्णु नप्रेतो विष्णु सुरसि विष्णु ध्रुव शिव वैष्णव विष्णुता ओम विष्णुवे नमः विष्णु शिवाय नमः शिवाय गच्छ यातिष्ठ याजम परमि तावत ओम शिवाय नमः ओम शिवराय धाम ओम धर्मराजाय नमः धर्मराजाय गच्छ यातिष्ठ याजम परमि तावत ओम शत्रु सुप्रसन्न बर्धव यहाँ लेखेको छ हेर्नु ब्रह्मा विष्णु रुद्र यम यम भनेको धर्मराज अनि मरुद भनेको वायु ब्रह्मा विष्णु महेश्वर भन्छ यो यो चाहिँ यमराज यमराजलाई धर्मराज भन्छ रुद्र भन्छ सबै शिवजीको अनेक रूप हुन्छ नि त 1000 रूप हुन्छ यहाँ चाहिँ रुद्र भनेको चाहिँ यहाँ चाहिँ रुद्र भने शिव भन्नु नि रुद्र भन्नु एउटै हो के यहाँ जे विधि हुन्छ त्यही अनुसार यो शिला पूजन भनेर लेख सबै जिल पूजा गर्यो नि ल अब ओ विष्णु राज ओम ब्रह्मज्ञानम ब्राह्मणे नमः शिलानाशम समर्पयामि ओ विष्णवे ब्रह्मणे नमः ओम ब्रह्मणे नमः ओम ब्रह्मणे नमः राख्यो त्यो फुलबाट दुबोबाट हो त्यहीँ पूर्वपट्टि ल विष्णुको ल्याऊ अब यो विष्णुको शिला यो चाहिँ यो कछुवा भएको छेउमा राख्ने है पश्चिमपट्टि ओ विष्णु राज विष्णु नप्रेतो विष्णु सुरसि विष्णु ध्रुव शिव वैष्णव विष्णुता ओ विष्णुवे नमः कछुवाको छेउमा त्यहीँबाट चाहिँ पश्चिममा ल अब यो ल्याऊ ओ नम सम्भवाय च मयो भवाय च नम शङ्कराय च महेश्वराय शिवाय च शिवतराय च ओम शिवाय नमः कलशभन्दा माथिल्लोपट्टि नजिकै दियो राजाय नमः ओम धर्मराजाय गच्छ याति च याजम कर्मी दावत ओम स्वस्त्र सुप्रसन्न बर्धव ओ धर्मराजाय नमः स्याउ हटाएर राख ल यो सम्झ यो त्यो कर्नरमा राख्नुपर्छ है ऊ त्यो स्याउको दान राखेको छ नि हो यो दिशा यता हेर यो दिशामा कुलदेवता वायुदेवता पितृदेवता सिमी भूमि नागिनी सबै भन्छ यहाँ वायुदेवता भन्छ यहाँ चाहिँ बात वायुदेवता भनेर भन्छ मरुत भन्छ मरुत भनेको वायु सम्झिनु है मरुत अब तपाईँ हामी कुलदेवतालाई सम्झिनु कुलदेवता वायुदेवता पितृदेवता है ओ वायुदेवता भेन वायु ओ वायुदेवता भयो नमो नमः ल अब मेलैसित 5 शिलालाई अर्घ छरिदेऊ ओ अर्घम समर्पयामि ब्रह्मणे नमः विष्णुलाई पशुपतिको तिमी आवाज छेउको यो पश्चिम हो त्यो हो पश्चिम अनि उत्तरपट्टि पल्लो त्यसै बिर्सिन् तिमी अनि त्यो बाहिरपट्टि त्यो हो चन्दन पनि चढायो सबै भाइमा राखेर पूजा गर्नु पऱ्यो नि त ओ ब्रह्मणे नमः विष्णुवे नमः शिवाय नमः यमाय नमः वायुदेवता भयो नमो नमः एउटा फल पनि राख्यो चन्द्रमा मनसु जात बजाए त श्रोता भाइ प्राण यसैमा आरती गरायो घुमाएको छ ओ दङ्गी दादा ओ महारातुरानन पञ्चानन राजे प्रभु पञ्चानन राजे हंसासन गरुडासन हंसासन मृगवाहन साजे ओम हर महादेव 2 भुज 4 चतुर्भुज 10 भुज अति सोये प्रभु 10 भुज अति सोये तीनों रूप निरखते त्रिभुवन जन मोहे ओम हर 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 महादेव अक्षमाला वनमाला मुन्नमाला धारी प्रभु पुण्यमाला धारी त्रिपुरारी कंसारी वरमाला धारी ओम हर 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 महादेव श्वेतांबर पीतांबर भागंबर अंगे प्रभु भागंबर अंगे
सनकादिक प्रभुतादिक भूतादिक सङ्गे ओम हर 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 महादेव ब्रह्मा विष्णु सदाशिव जानत अविवेक प्रभु जानत अविवेक प्रणव ओम अक्षर महते तेनो एक ओम हर 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 महादेव कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। यसो घुमाएर त्यो छेउमा राखेर ल जलधारा ओम सहस्र श्री सबै पाँचवटा ढुङ्गा परोस् है माथिबाट ओम सहस्र श्री खा पुरुख सहस्र पाँच सहस्र श्री खा तलै गएर हाल तर तर बत्ती निभ्ला सहस्र श्री खा पुरुख तप तप त चुहाइदियो भने सहस्र श्री खा पुरुख सहस्राक्ष सहस्र सभूमि सर्वविदा तीर्थसाङ्कुलम पुरुष वेदगं सर्वं यद्भूतं मया दत्तं रमया सहितो हरे ओ पञ्चशीलाय नमः ओम ब्रह्मणे नमः विष्णवे नमः यमाय नमः शिवाय नमः वायुदेवताभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमः। ल नमस्कार गरेर चाहियो अर्को चाहिँ अर्को अर्को हामी गर्दै अब यो अर्को किन सबैजना सबै बनाइदियो ओ सबैलाई दुई हात जोडेर गर दुई हात दुई हात जोड न अर्को ए त्यो त लगाएको लगायो ल त्यो अरू त्यहाँ घोप्दै दिनु पऱ्यो नि सबै खाना दिनु पऱ्यो त्यो ब्रह्माको शिलामा ठुलो शिलामा